हेलो गाइज अस्सलाम वालेकुम नमस्ते सबैजनालाई वेलकम टु आवर यसए ब्लग। आज स्पेसल डे भन्नाले मुस्लिमहरूको चाड ईद उल फित्र साथै ईद मुबारक सबैजनालाई। आजको यस भिडियो चाहिँ हामी कसरी ईद मनाउँछौँ त्यसमा बनाउने गइरहेछौँ, हेरिदिनु होला र सब्सक्राइब गरिदिनु होला। सो हामी चाहिँ अब जाँदैछौँ नमाज पढ्नलाई। मेरो साथी यहाँ आइसकेको छ। अब ऊ चाहिँ हामी नमाज पढेको बेला चाहिँ उसले बनाइदिने भिडियो रेकर्ड गरिदिनेलाई हामी चाहिँ जाँदैछौँ अब नमाज पढ्न। यहाँदेखि 2.5 किलोमिटर अगाडि छ। थ्याङ्क यू। ईद मुबारक। ल भरे तपाईँ भिडियोमा आउनुहुन्छ। यसै भ्लग भनेर सर्च गर्नु युट्युबमा, तपाईँको भिडियो पनि आउँछ। ल हाम्रो अर्को शानदार पुरा जुत्ता सुत्ता लाएर नमाज पढाएको लास्टमा जुत्ता नै चोरी भयो भने छैन। अब जुत्ता नै चोरी भयो भने छैन। फेरि उसको बाइकमा 3 जना थामिदिन्छ, मेरो बाइकमा फेरि डबल सिटवाला थाम्न अप्ठ्यारो हुन्छ। त्यही भएर यसो 3 जना उसले बोक्छ, म चाहिँ 2 जना मात्रै। यताबाट पनि आउँछन्, उताबाट पनि आउँछन्, बिचमा सेन्टरमा छ है त्यो चाहिँ। त्यही भएर सबैजना चारैतिरबाट आउँछन् नमाज पढ्नलाई। भिड हुन्छ दह्रो। आइपुग्यौँ हामी। यही हो पुरानो मस्जिद, सबैभन्दा पहिलाको पुरानो मस्जिद। हामी चाहिँ नमाज चाहिँ यहाँ पढ्छौँ है। ईद मुबारक दादु।
उहाँले चाहिँ हामीलाई विश गर्दै हुनुहुन्छ है। हामी चाहिँ सुन्दै अब हामी चाहिँ बजारतर्फ जाँदैछौँ। बजारतर्फ मेला लागिरहेको छ। मेला भन्दा सानो पसलहरू आएको छ होइन, त्यही हामी हेर्छौँ। अनि के आएको छ त्यही। ईद मुबारक। सरी यो हातमा यो छ ल। के छ अनि सन्चै छौ? कस्तो हुँदैछ त तिम्रो ईद? सन्चै छु म। कस्तो हुँदैछ तिम्रो ईद? एकदम बब्बल रमाइलो। के हो भिड छ त्यस्तै हो। यहाँ मान्छेहरू आएको हुन्छ नि, यिनीहरूलाई गरिब मान्छेहरूलाई दिनुपर्ने। ईद उल फित्र भनेकै बाँड्नुपर्ने हो खासमा। दिन्छन् अरू मान्छे, थुप्रो मान्छेहरू आउँछन्, दिन्छन्, यहाँ पैसा दिन्छन्, चामल दिन्छन्। सो हामी चाहिँ पसलतर्फ आयौँ। यता पसल छ। नखाने यार, म पान खाँदिनँ। हाम्रो कामाटुलीको फेमस पानवाला। हेलो, के छ अनि कतिको बिक्री हुँदैछ? एकदम हाम्रो अर्को साथी चाहिँ पान खाने भयो होइन। त्यो पान खाँदै गरेर हामी अर्को इन्टेक गर्छौँ। ईद मुबारक काका।
तर भिडियो छ भने ईद मुबारक दाई कतिको चल्दैछ पसल बदल ल ओ भाउजू ईद मुबारक खै दाइले छोडेर जानुभयो कि क्या हो ओहो आम्मा यता चटपटे उता अर्को भाइको लागि यता अर्को दाइको आम्मा आज थुप सबै पैसा लाने हो क्या आज सबै पैसा लाने ल ठिक छ 50-50 ओ पानीपुरी बेला दाइ ईद मुबारक सन्चै हुनुहुन्छ कतिको बिक्री हुँदैछ हल्का हल्का चाहिँ हाम्रो कामाटोलीको फेमस पानीपुरी चटपटेवाला बासु 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 ओ दोस्त ईद मुबारक उल्टो ल हेलो हेलो बासु के छ कतिको बिक्री हुँदैछ ओए मलाई बोल्न ऊ आज ईद मुबारक हजुरसँग पसलहरू ओ दोस्त ईद मुबारक मात्र लास्ट होइन त्यसपछि सकिन्छ अर्को त्यहाँ एउटा सानो पसल रहेछ त्यो हेरौँ मेरा पछाडिको साथीहरू चाहिँ आज चाहिँ मुभी हेर्न जाने भनेर प्लान गर्दैछन् तर टिकट चाहिँ ममा भर परिरहेछ है मैले क्यान्सल गर्दा पनि सक्यो केटाहरूको कतिको बिक्री हुँदैछ अङ्कल हुँदैछ हजुर कहाँबाट आउनुभएको ए ल ठिक छ बेच्दै गर्नु यताको यो चारै यो गाउँ यताको सबै चारैतिरको गाउँबाट यहाँ चाहिँ आउँछन् है ईद मुबारक भया ईद मुबारक एकदम ठिक ओहो हाम्रो अर्को दोस्त चाहिँ होइन पानीपुरी बेच्न थालिसकेको छ कसरी हो अनि ईद मुबारकमा के तिम्रो तर्फबाट पानीपुरी यो हो नेचर हेल्पिङ नेचर भनेको यस्तो मान्छे हुनुपर्छ क्या त्यो हेल्प गरिरहेको छ आफ्नो साथी क्लासमेट हो भरे राति यसै भ्लग सर्च गर्नु अनि हेर्नु आउँछ तिम्रो त स्पेसली तिम्रो आउँछ यार कस्तो कुरा गर्छ यार त तिमी खोइ तिमी मलाई एउटा पानीपुरी खुवाउने कि नखाउने हामी गइहाल्ने नि त चटपट लिने हो होइन उसले एउटा पानीपुरी खुवाउने अरे हो बासु अगाडि दिनुपर्छ आए हुन्छ एउटा 50 को दिन हाम्रो यो हो नि त नेचर हेल्पिङ नेचर भनेको यो हो क्या अजमाइल पनि उसको नाम चाहिँ अजमाइल हो उसको नाम बासु हो उसको नाम चाहिँ समीम हो यो चाहिँ सबै हामी क्लासमेट हो देब्रेलाई खानु हुँदैन मलाई चल्छ यार हम लिएर जुटी लिया यार किलिउ से लिया का ना हम लिया आर्मी लिया साथीले दिएको पानीपुरी जस मिठै छ है अब म टेस्ट चाहन्छु ओए समीम एउटाले पैसा दियो है ओए अजमाइल ओए यहाँ जा प्याक गर्दिनु 50 ओए 10 को एउटा दियो हैन 10 को एउटा हो 10 को यत्रो मुखमा थिच्छ उसको कत्रो ठुलो पानीपुरी भाइ त हेर्दा भाइ यता हेरेर खान ए भाइ उसको मुखमा आटी नआटी भएको त यत्रो पानीपुरी उसको अनुहार चित्रो छ ईद मुबारक दाइ ईद मुबारक सरी यो फोन यो हातमा फोन छ त्यही भएर ईद मुबारक सरी अर्को हातले गर्दैछु है ईद मुबारक को छ लाइभमा हैन ल आऊ
ओ दोस्त ईद मुबारक चाहिँ उहाँले पैसा दिनुहुँदैछ है ओ दोस्त ईद मुबारक सरी ल यो त सोच्छ ईद मुबारक भन्नुहुँदैछ है त्यति छैन अब सबजना घर फर्किँदैछ हामी पनि अब घर जाने हो घर गएपछि दिदी मम्मीले पकाएको मिठो मिठो रोटी खिर के हुन्छ खाने हो त्यसपछि छरछिमेकीमा बाट्न जानुपर्छ यसो हल्का दिनुपर्छ हामी घर आइसक्यौँ हामी चाहिँ अब फिल्म हेरेर जाँदैछौँ निस्किँदैछौँ साथीहरू निस्किसक्यो अब हाम्रो पालो हाम्रो मामा वस्त्र हामी दुईजना अगाडि छन् दुईजना अगाडि coming out with a statement. You really changed, man. All your music and arrangement. You don't know shit. Shut your mouth. You can save it. I'm the same dude that got his come up from the basement. 100 songs, 100 weeks, didn't change it. Experiments, development, intelligence, and patience. I'll do it all again, cause I never feel complacent. Let's keep the good vibes. Positivity's contagious. I'm never looking back, cause I made a life that's passionate. A college graduate suppressing all his talents, yeah. He found a way to go and change, become an advocate. For taking control of your life, go out and battle. And you think you have a dream, then act on it. Get after it, get out your head and fucking capture it. You got one life to master it. Don't give up on your future. We all start losers. We're all late bloomers, gotta struggle through the sewer. What you say? Yeah, I'ma do shit my way. So you can go kick rocks, I'ma stack bricks up, build. सो हामी अहिले बनाउन चाहिँ एभरेस्ट सिनेमा आइपुग्यौँ हैन मामा कस्तो फिल हुँदैछ अशरफ कतिको एक्साइटेड छौ फिल्म हेर्नलाई गाइस एक्साइट बक्स अफिस कलकत्ता चाहिँ अलरेडी हामीले बुकिङ गरिसकेको थियौँ हैन फिल्म हेर्ने हो कुन फिल्म हेर्ने किसी का भाई किसी का जानता हेर्ने हो जन्मदाता देव त 5 वर्ष भयो कि भएन हो र छ हो नागरिक त नि हो त्यसै त बुढो भएछ जनदेर लाग्ने भयो जनता लाउँछु रे छोडा अहिलेको हैन अहिलेको हो नि यार रात 8 बजे यहाँ जता नि कहाँबाट हुन्छ त 200 पैसा दिनु 21 तारिख गेट ब्रदर कति हो गेट चाहिँ कता छ आज 22 तारिख हो यार 22 यताबाट नि 22 तारिख हो हेर यताबाट ब्लग यहाँ देखिए इसका मास तारिख ले जाओ यहाँ से ब्लग सर्च गर्नु न अप्रैल 22 ए मतलब एक तारिख के लंच भएको हो ए पेमेन्ट गर न यार भइसक्यो त कितना लेंगे डिस्काउंट करके 15 भैया 50 डिस्काउंट सब ए त्यही सबैजना दिँदा एकैचोटि ठाउँ जाउँ भइहाल्छ सो अब हामी भित्र छिर्न गइरहेछौँ ल अब हाम्रो 6 जनाको 6 जना ठीक एकदम ठीक छ हैन एकदम अशरफ समीर आमा कि यसै ब्लगर भनेर सर्च गर्नु कि तपाईको पनि भिडियो आउँछ ल फोटो होइन मेरो भिडियो चल्दैछ नि कहाँ फोटो खिच्न दिनु
सो यहाँ चाहिँ हामी किसी की भाइ किसी की जान मुभीको लागि वेट गरिरहेछौँ। यता चारै फिल्म चलिरहेछ अरे अहिले, त्यसैले हामी वेट गर्दैछौँ। यता अझै प्राय अझै वेट गरिरहेछौँ। भिड पनि थुप्रै छ है, बाहिर पनि छन् होला, बाहिर पनि यत्तिकै लागिरहेछ। बाटो तपाईँ थाहै छैन कि हामीलाई। सो अब हामी माथि जाँदैछौँ मुभी हेर्न। बाई एकदम ठिक हल रुम पनि छ। कता हो लास्ट सिट आउँदैछ त हौ। सो हामी थिएटरभित्र पसिसक्यौँ। अँध्यारो छ त केटा, बत्ती बाल न, पुरै अँध्यारो छ त यार। साथी हो नहराउने। ओए सिट नम्बर यता पनि छ। अशरफ यता छ। सो यहाँ पनि अँध्यारो चाहिँ केही चिनिँदैन। हामी चाहिँ अब बसिसक्यौँ। अँध्यारो चाहिँ केही देखिँदैन होइन। सो अब चाहिँ इन्टरभल टाइम। समीर कस्तो भयो? धासु। सो यो चाहिँ इन्टरभलमा यसो अब कताकति फ्रेस हुनलाई। अजमल मुभी कस्तो थियो? मुभी बबाल थियो हैन। बबाल कस्तो लाग्यो? मुभीलाई हेर हैन, बबाल थियो मुभी। बबाल थियो। बबाल थियो। अनि मामालाई कस्तो लाग्यो मुभी? बढिया बढिया। सब अब घरतर्फ लाग्छ नि। यो हो त। सो हामीले फिल्म हेरिसक्यौँ। फिल्म चाहिँ लास्टै रमाइलो थियो। हामी चाहिँ अब घर फर्किँदै यो चाहिँ राजगढ बजार। हामी राजगढ बजार अहिले पम्प जाँदैछौँ, पेट्रोल पम्प जान्छौँ। पेट्रोल पम्प हालेर चाहिँ हामी घर फर्किन्छौँ। त्यसपछि हामी घर लाग्छौँ। Need a comb to get through, don't need to groan with you, just go get your own tissue. I feel like I'm losing my mind. Is everybody in the world blind? Please Lord give me a sign, a sign. I feel like I'm losing my mind. Is everybody in the world blind? Please Lord give me a sign, a sign. That's it, the end of the song. Next time you'll sing along. Trust me, there's nothing wrong. I just need to carry on, cause society's a myth put there to make you sit. Listen to what they give. Don't ask questions, shut your lid. Yeah, don't ask questions, shut your lid. I need to run away from this and go get off the grid. Feel like my brain is overloaded, man, I'm losing it. Don't let them tell you what to do, man, they don't know shit. खानासाना खान्यौँ। त्यसपछि यो आजको भिडियो एन्ड। हामी घर आइपुग्यौँ।